आउने बेला भइसक्यो 2 दिन हामी उति बस्छौँ यतै छोरी बस्छ हामी पनि आएको थियौँ अहिले अस्ति गएको फेरि हिजो काम परेर आज आएको अनि आमा हुनुहुन्छ अहिले आमा बित्नु भयो कहिले यो भयो 2 वर्ष भइसक्यो 2-2.5 वर्ष भयो नि नानी हो बित्नु भयो आमा सन्चो भएर त्यस्तै बिरामी हुन्थ्यो म गोर्सिङ काम छ कसको मेरो काम छ भदिने के कसको जेठीको खानेको छोरी हो बुहारी त्यही भाउजू 4 नम्बर बुहारी यहीँ बनगाई के सबै भने त्यही गाई त्यही त के अनि तपाईँको पुरो गाडी चलाउनु यहीँको गाडी चलाउने हो बिरामी भएर सुक्नु भयो त्यसमा मन्दिर किन रोकिदिनु होला है त मन्दिर काम छ एउटा केनेरा एउटा कोरिया बुहारीको अब कान्छी छोरी यही हो एउटोले अब पढेछ कतिमा मलाई त काम छ